तपाईँ अहिले हेरिरहनु भएको छ फास्ट नेपाल अपडेट। फास्ट नेपाल अपडेटमा आज हामी विभिन्न रसुवागढीमा भइरहेको बाढी र पहिरोको कारणको बारेमा न्युज अपडेटहरू गरिरहेका छौँ भने यतिखेर न्युज अपडेटको क्रममा भने यतिखेर बाढी पहिरो प्रभावितको उद्धारमा जुट्न नेपाल चिकित्सक सङ्घले पनि आग्रह गरेको छ। यतिखेर नेपाल भोटेकोशी नदीमा आएको विशाल बाढीका कारणले धेरैजनाको चाहिँ जनजीवन प्रभावित भएको थियो र यो सँगै यतिखेर नेपाल चिकित्सक सङ्घले पनि यतिखेर उद्धारमा जुट्न चाहिँ आग्रह गरेको छ। त्यस्तै गरी यता गण्डकी ऊर्जा मन्त्री नेउपानेले पनि गरे विद्यालय भवन शिलान्यास भनेर पनि समाचारहरू चाहिँ आइरहेका छन्। यो भनेको अन्य समाचारको अन्य टपिकको समाचार रहेको छ। त्यस्तै गरी अर्को न्युज पनि यहाँनिर चाहिँ तपाईँहरूले चाहिँ हामी चाहिँ हेर्न सक्छौँ, पढ्न सक्छौँ। तपाईँहरूले पनि विभिन्न अनलाइन खबरहरूमा चाहिँ तपाईँले पढ्न सक्नुहुन्छ। यस्तै अपडेटहरू तपाईँहरूलाई मैले दिने कोसिस गरिरहेको छु। भने चाहिँ भदौ 10 गते चाहिँ चीनको तिब्बत स्वायत्त क्षेत्रमा पहिरोपछि चाहिँ पुलिस पनि परिचालन गरिरहेको नि छ। यो पनि अपडेट तपाईँहरूलाई गराइहालौँ। र हेलिकप्टर दुर्घटनाप्रति क्याप्टेन रामेश्वर थापाद्वारा दुःखद व्यक्त, उद्धारमा उच्च सुरक्षाकर्मी मापदण्ड भनेर भनेको छ। यतिखेर चाहिँ हेलिकप्टर दुर्घटना भएको समाचार पनि आएका छन्। र नेपाल विपद र अवस्थामा छ। यतिखेर भारत, चीन र विश्व ब्याङ्कद्वारा तत्काल सहयोगको प्रतिबद्धता भनेर पनि आएको छ। समाचारहरू चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। विभिन्न समाचारहरू चाहिँ तपाईँले आफै पढ्न पनि सक्नुहुन्छ, हेर्न पनि सक्नुहुन्छ। र आज त विशेष गरी सामाजिक सञ्जाल फेसबुक र टिकटकहरू मार्फत चाहिँ यतिखेर रसुवागढीमा भएको बाढी पहिरोकै बढी भिडियोहरू पनि यतिखेर चाहिँ अल्गोरिदमले पनि यतिखेर चाहिँ तपाईँहरूको सामाजिक सञ्जाल टिकटक फेसबुकमा चाहिँ फर यु पेजमा पठाइरहेको छ। तपाईँले फेसबुक खोल्दा पनि अहिले रसुवामा भएको गतिविधिकै भिडियोहरू आउने गर्दछ। र तपाईँहरूलाई न्युज अपडेट हामी रहनेछौँ। के कस्तो लागिरहेको छ च्यानलसँग जोडिनका लागि सब्सक्राइब गरेर जोडिनुहोस् न्युज अपडेटको लागि मात्र। स्टे ट्युन रहनुहोला। फास्ट नेपाल अपडेट।